हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक माई नयाँ भिडियो साथीहरू। आज चाहिँ हामी इन्डिया गेट घुम्न जाँदैछौँ के, त्यही भएर म चाहिँ रेडी भएर बसेछु ल। दिस इज अ आउटफिट अफ द डे। सो यही हो साथीहरू। अब चाहिँ हामी जाँदैछौँ यहाँबाट। आज चाहिँ हामी अटो चढेर जाँदैछौँ र साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ के भएको होला। मलाई चाहिँ इन्डियादेखि चाहिँ एकदमै धेरै के भएको छ। यहाँ ओठभरि घाउ भएको छ, जिब्रोभरि घाउ भएको छ, खाना पनि रुच्दैन, अनुहारभरि पनि कालो कालो आइसक्यो साथीहरू। के भएको होला। सारङ चाहिँ यता के चित्त बुझिरहेको छैन कि यसलाई चाहिँ। अनि यो चाहिँ पुरा रिसाएर बोलाउँदा नि नबोलेर गइरहेछ। यस्तरी छ, यस्तो छ हालत। आइपुग्यौँ है साथीहरू हामी चाहिँ इन्डिया गेटमा। बाबु हाई गर। मान्छेहरू त कति धेरै हो क्या साथीहरू। यहाँ बाबुलाई हेर्नु न कस्तो चकचक गरिरहेको छ क्या यता। कस्तो हैरान है। बच्चा बच्चीसँग त के घुम्नु कि, यो पानीभित्र गएर खेल्छु भन्छ। यो भित्र जाने भन्दैछ मेरो छोराले। यस्तो छ हालत। त देख्न सक्नुहुन्छ कति धेरै मान्छेहरू। ठाउँ चाहिँ राम्रै रहेछ। अहिले चाहिँ शीतल पनि गरिसकेछ नि त, साँझको बेला हो यो। अनि यही हो है इन्डिया गेट चाहिँ नजिकबाट। अब एकछिनपछि अलि साँझ भएपछि यहाँ चाहिँ बत्ती बल्छ अरे, झन्डा कलरको बत्ती बल्छ भन्नुभएको छ मेरो बुढाले। र यहाँ चाहिँ मेरो बुढाको साथीहरू पनि भेटिदिनु भयो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ शहीद स्मृति पार्क के भन्छ नेपालीमा यसलाई। शहीदहरूको सम्झनामा बनाइएको पार्क हो साथीहरू यो चाहिँ। र देख्न सक्नुहुन्छ त्यहाँ गार्ड बस्नु भएको छ नि, पुरा हल्लिनु पनि भएको छैन कि। पुरा 20-20 मिनटमा चेन्ज हुन्छ अरे यो गार्डहरू। 24 घन्टा हुन्छ नि साथीहरू। फेरि हल्लिँदा पनि नहल्लिने कि, उभिने 20 मिनटसम्म ठिङ। र देख्न सक्नुहुन्छ यो सबै चाहिँ जति पनि लडाइँको बेला शहीद हुनुभयो हाम्रो इन्डियन आर्मीहरू, त्यहाँहरूको नाम लेखिएको छ साथीहरू यसमा। देख्न सक्नुहुन्छ कति धेरै चाहिँ पारी यो एरियाभरि, टोटल यो एरियाभरि सबैमा नाम लेखेको छ कि साथीहरू। कति धेरै आर्मीहरूले चाहिँ बलिदान दिएर देशको रक्षा गर्नको लागि होइन त साथीहरू, बलिदान दिनुभएको छ। त्यहाँहरूको सम्झनाको लागि बनाएको पार्क हो है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ सबैको नाम लेखेको छ। कति धेरै छ, कति धेरै छ। अनि हामी चाहिँ मेरो बुढाको पल्टनको खोजिरहेको थियौँ कि, 15 GR को खोजिरहेको थियौँ। त्यो चाहिँ भेटाइरहेको थिएनौँ हामी चाहिँ। अनि यतातिर हेर्न जाँदैछौँ, सबैतिर छ क्या साथीहरू। चाहिँ यो एरिया नै पुरा नाम लेखिएको। यस्तो रातो जति पनि रातो देख्नु भएको छ नि यहाँ, त्यो सबैमा लेखिएको छ त्यो शहीदहरूको नाम। यो सबै पनि त्यही हो पुरा हो। यिनी सबै यो एरियाभरि सबै है साथीहरू। देख्नु हो यो चाहिँ सिकाइरहनु भएको छ यहाँ चाहिँ यस्तो। र अब चाहिँ चेन्ज अफ गार्ड, आज चाहिँ यहाँ चेन्ज अफ गार्ड रहेछ क्या साथीहरू। अनि देख्न सक्नुहुन्छ हाम्रो नेपाली दाजुभाइहरू के, गोर्खा पल्टनको आर्मीहरू यहाँहरू चाहिँ। र यहाँ चाहिँ एकजना शहीदको वाइफले चाहिँ फुल चढाइरहनु भएको छ। यहाँ चाहिँ फुल चढाउने प्रचलन रहेछ साथीहरू, शहीदको वाइफहरूलाई बोलाएर। अनि यो माथि देख्न सक्नुहुन्छ यो चाहिँ इन्डियाको राष्ट्रिय जनावर हो के हो त्यसको फोटो होला। अनि यहाँ 24 घन्टा अमर जवानहरूको लागि अमरदीप 24 घन्टा बलिराख्ने बत्ती हेर्नु न। देख्न सक्नुहुन्छ कति धेरै मान्छेहरू आएको छ नि यहाँ त। साथीहरू चेन्ज अफ गार्डको प्रोग्राम चाहिँ सकिसक्यो, त्यही भएर हामी चाहिँ घर फर्किँदैछौँ। घर भन्दा हाम्रो रुमतिर फर्किँदैछौँ। अनि बाबु चाहिँ हिँड्न मानिरहेको छैन, आफूलाई चाहिँ हात काटिरहेछ। त्यस्तो छ हालत। अघि बत्ती बल्छ भन्ने थियो नि, त्यही हो झन्डा कलरको, इन्डियाको झन्डा कलरको बत्ती बलेको साथीहरू है। र मैले चाहिँ त्यो चेन्ज अफ गार्डको भिडियो चाहिँ राखिनँ, त्यो चाहिँ अर्को नेक्स्ट भिडियोमा आउँछ साथीहरू। हेर्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गर्नुहोला। यही हो आजको भिडियो, यति नै हो साथीहरू। हेरिदिनु भएकोमा धन्यवाद।
यही हो है आजको फोटोहरू।